हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, शुभ बिहानी सबैजनालाई। साथीहरू, आज चाहिँ म बिहानै टनेला जानु पर्यो भनेर टनेला गएको थिएँ। त्यहाँ चाहिँ आज चाहिँ हाम्रो टनेलानिर चाहिँ टन्नै अकबरे खुर्सानीहरू पाकेको रहेछ। मैले याद गरेको थिएन। आज चाहिँ म काम गरेर बिहान टनेलामा छिरेको। यति धेरै के रमाइलो के हेर्ने बेलामै रमाइलो लाग्ने गरेर अकबरे खुर्सानी पाकेको रहेछ। सो मलाई भिडियो गर्न मन लाग्यो अनि मैले एउटा भिडियो पनि लिइहालेँ। हाम्रो यहाँनिर चाहिँ एकदमै धेरै फल्छ क्या, एकदमै धेरै। पहिलो लटमा नयाँ बोटमा चाहिँ अलि योभन्दा कम फलेको थियो। सो अहिले चाहिँ यो सेकेन्ड लट हो। सेकेन्ड लटमा चाहिँ खुर्सानीको बोट नै भाँच्चिने गरेर यति धेरै फलेको छ, यति धेरै फलेको छ। अहिले त पाकेको पनि छ, धेरै दिन भएको थियो नटिपेको पनि। सो धेरै पाकेछ। हामीले चाहिँ यसरी बोट नै भाँच्ने गरेर फल्छ अनि सो त्यसलाई सपोर्टको लागि टमाटरमा लाउने खालको डोरीले त्यसलाई बाँधेर सपोर्ट गर्नको लागि यसरी राखेका हुन्छौँ। यति धेरै फलेको छ क्या, हेर्दा पनि रसिलो, एकदमै धेरै फलेको छ। कुनै कुनै ठाउँमा चाहिँ चिसोको कारणले पातहरू झर्न थाल्यो। पातहरू झरे पनि तर खुर्सानी फल्ने क्रम चाहिँ एकदमै जारी छ, एकदमै जारी के। फल्दैछ, अझै पात झर्दैछ, खुर्सानी फल्दैछ, पाक्दैछ पनि, टिप्दैछ पनि, बेच्दै पनि छौँ। तर पनि यति जाडो भए पनि, जाडो बढे पनि फलिरहेको छ क्या यो खुर्सानी चाहिँ। यसले जोगाउन सक्यो भने 12 महिना हुन्छ क्या यो खुर्सानी है। अनि अस्ति धेरै दिन भएको थियो मैले नटिपेको। आज चाहिँ म गएको, धेरै पाकेछ अनि यसलाई चाहिँ मैले टिपेर अचार राख्ने सोच गरेको छु। अचार त मैले पहिला पनि बनाएको छ 3-4 बट्टा। सो अहिले पनि लोभलाग्दो गरेर फलेको रहेछ, पाकेको रहेछ। यसलाई पनि टिपेर अचार बनाएर राख्छु। साथीहरू, तपाईँहरूलाई पनि चाहिन्छ भने खबर गर्नु होला, म सप्लाई गरिदिन्छु भनेर के भन्नु। तर कसैलाई चाहिएको छ भने चाहिँ भन्नु होला है। भ्यालीभन्दा अलिकति टाढा छ यो ठाउँ चाहिँ। सो मैले नै रोपेको खुर्सानी हो, टन्नै फलेको छ, धेरै फलेको छ, राम्रो पनि फलेको छ। अचारको लागि चाहिँ पाकेको खुर्सानी चाहिँ एकदमै राम्रो छ है। दामी, यो चाहिँ अलि पाकेको छैन, कलिलै छ। यो पनि दामी, यहाँ चाहिँ चिसो परे पनि पातहरू झरेको छैन, राम्रो छ, पातहरू पनि रसिलो।